यति बेला धेरैजनाले सोच्नु भएको छ राम मारिए, तर यो कुरा सत्य होइन। अनि धेरैजनाले कमेन्ट गरेर बुहारी सिरियल किन सोमबार आएन भनेर पनि सोधिराख्नु भएको छ। साँच्चै नै किन सिरियल आउन बन्द भयो त? अब सिरियल नआउने हो त? यदि आउँछ भने कहिले आउँछ त? यो कुरा पनि आजको भिडियोमा हामी चर्चा गर्नेछौँ, त्यसैले भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दै गर्नुहोला। यदि तपाईँ पनि रामलाई केही पनि हुन हुँदैन र रामले ती पापी गुन्डाहरूसँग र श्रुतिसँग बदला लिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने कृपया यस भिडियोलाई एक लाइक गरी तपाईको आफ्नो नाम भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न पक्कै पनि नभुल्नुहोला। पछिल्लो समय रामले घाइते शरीर बोकेर पनि ती सम्पूर्ण गुन्डाहरूसँग एक्लै जुझ्ने आँट गरेका छन्। तिनीहरूको सबै प्लानिङ यति बेला रामले थाहा पाएपछि डाक्टरसँग मिलेर यति बेला रामले यस्तो प्लान बनाए कि उनीहरूले सोचिरहेका छन् हामीले रामलाई मारिसक्यौँ। अब उनीहरू खुसी मनाउनतर्फ लाग्छन्, तर राम भने तिनीहरूलाई सकाउनका लागि प्लान बनाउनतर्फ लाग्छन्। अनि अर्को महत्त्वपूर्ण कुरा, धेरैजनाले सोधिराख्नु भएको थियो किन सोमबार बुहारी सिरियल आएन भनेर। साथीहरू, अब चाहिँ बुहारी सिरियल हरेक हप्ताको शुक्रबार आउने भएको छ। पहिला जुन च्यानलमा आउँथ्यो अब पनि त्यही च्यानलमा आउँछ, तर पहिला सोमबार आउँथ्यो, अब भने शुक्रबार आउनेवाला छ। शुक्रबार 8 बजे आउँछ है त। सधैँ अब त्यही टाइममा आउँछ, तपाईँहरू नझुक्किनु होला। अब आउने एपिसोड पनि शुक्रबार नै आउँछ, 8 बजे आउँछ। एकदमै बवाल ट्विस्टका साथमा आउँछ साथीहरू। अब आउने एपिसोडमा धेरै कुराहरू खुलासा हुनेछन्। राम जीवित भएको कुरा एउटा खुलासा हुनेछ। अर्को, म रामको तेस्रो श्रीमती हुँ भन्दै आउने केटी को हो भन्ने कुराको पनि खुलासा हुनेछ। र अर्को, रामलाई बचाउनका लागि त्यो सब खर्च गरिरहेको छ जसले दिनमा नै 1 लाखभन्दा बढीको रामका लागि खर्च गरिरहेको छ, त्यो व्यक्ति पनि को हो, किन त्यो सब गरिरहेको छ भन्ने कुराको पनि खुलासा हुनेछ। र अहिले मुना र कमला रामलाई भेट्न गए तापनि रामले भने चाहिँ उनीहरू भेट्न आएको कुरा चाहिँ थाहा पाएका छैनन्, त्यो कुरा पनि थाहा पाउनेछन्। अब आउने एपिसोड एकदमै बवाल हुनेवाला छ, त्यसैले यो एपिसोड हेर्न भने चाहिँ तपाईँहरू पनि पक्कै नभुल्नु होला। साथै यदि तपाईँ पनि अब आउने एपिसोड चाहिँ झनै बवाल हुनुपर्छ, रामले यो खेल जसरी भए पनि जित्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने हाम्रो च्यानललाई पनि सब्सक्राइब गर्न भने पक्कै पनि नभुल्नु होला भन्दै अब चाहिँ म तपाईँसँग स्क्रिनमा आएको अर्को भिडियोमा भेट्ने बाचाका साथ बिदा हुन्छु। हवस् त, नमस्कार।